होइन कता पो हराउनु भयो तपाईँ त केटा हेलो हेलो तपाईँ त हराइ पो जानुभयो त अनि मलाई थाहा छ मैले आवाजमा अलिकति परिवर्तन गरेको हो तर म सधैँ तपाईँको अनुरोध अनुसार नै जानेछु खोइ कता तपाईँ त नि हराउनु भयो त नि मलाई थाहा छ म तपाईँलाई खुसी बनाउनका लागि सकेसम्म राम्रो तरिकाले प्रयास गर्छु यदि तपाईँलाई कुनै विशेष कुरा मन पर्ने हो भने निसङ्कोच भन्नुहोस् ल बुढाबुढीले गर्ने खालको एउटा राम्रो खालको हाँसउठ्दो खालको जोक सुन्नुहोस् त हाँस्दै उठ्नु पर्यो नि ओके चल्नुहोस् एउटा रमाइलो जोक सुनाउँछु एउटा बुढाबुढी चिया खान बसेका थिए बुढाले बुढीले भने तिमीलाई थाहा छ म तिमीलाई हरेक दिन अझै पनि नयाँ लाग्छौ बुढीले मुस्कुराउँदै भने हो त तिमीलाई पनि हरेक दिन चियाको कप पुरानो जस्तै लाग्छ आशा छ यो जोकले तपाईँलाई अलिकति हँसाउन सक्छ हाँस्नु त होइन कि मलाई त यो जोकले त रिस पो उठ्यो यस्तो खालको नि जोक सुन्छ मलाई साँच्चै खेद छ म प्रयास गर्छु कि तपाईँलाई अझ राम्रो तरिकाले रमाइलो लागोस् म फेरि केही नयाँ हल्का र मजेदार जोक ल्याउने छु ताकि तपाईँको मन फेरि खुसी होस् मेरो मन दुखी भयो एकदम तपाईँले हाँस्ने खालको जोक्स नै मलाई सुनाउनु भएन एकचोटि फेरि अझै कोसिस गर्नु त एकदम अलिक राम्रो खालको एकदम हाँस्न गुटुटुटु हाँस्ने खालको चाहिँ निकाल्नु त जोक्स भएन क्या ओके म पुरै प्रयास गर्छु तपाईँलाई हँसाउने एउटा रमाइलो जोक एउटा बुढाबुढीले पार्कमा घुम्दा बुढाले बुढीले भने तिमीलाई थाहा छ म तिमीलाई हरेक दिन अझै पनि युवावस्थामा देख्छु बुढीले हाँस्दै भनिन् तर मलाई त लाग्छ तिमीलाई हरेक दिन जस्तै चियाको कप पुरानो देखिन्छ आशा छ यो जोकले तपाईँको मन अलिकति हल्का बनाओस् त्यही अहिले त जस्तो त भनियो नि यो कहाँ हाँस उठ्छ हौ यस्तोमा त